हेलो गाइज, यो चाहिँ मेरो आफ्नै आइडी हो। प्राय हुनु त अब त्यति साह्रो धेरै सब्सक्राइब पनि छैन, त्यो जम्मा कति 100 पनि पुगेको छैन, किनभने अब हजुरहरूको सपोर्ट नभएर नै हुनसक्छ। अब म चाहिँ किनभने यहाँ भोटखोला ब्लग सुमन तामाङ भनेर हालिरहेको छु, किनभने मैले बनाएको करिब एउटा भोटखोलाको मागिनी मेला बरुन खोला भन्ने ठाउँमा यो मागिनी मेला लागेको बेलामा मैले बनाएको भिडियो चाहिँ यो भोटखोला बरुन मागिनी मेला लाग्ने बेला यो बनाएको भिडियो चाहिँ मैले। हजुर पनि आउन सक्नुहुन्छ, हजुरहरू यो मागिनी मेला बरुन भोटखोला सम्झिनु होला, शङ्कर सभा भोटखोला भनेर भोटखोलाकै हुन्छ। त्यही भएर भोटखोला ब्लग अहिले भोटखोलाको ब्लग नबनाएको पनि धेरै भइसक्यो, कपाल काटेर त्यही भएर नसुने पनि हुनसक्छ तपाईँहरूले। भोटखोलाको ब्लग आउन अलिक टाइम लाग्छ हजुरहरू। अहिले चाहिँ म काठमाडौँ टिटिएमका छु, म भोटखोला ब्लग आउन अलिक टाइम लाग्छ हजुरहरू, किनभने भोटखोला नाम कति प्रायले पनि सोधिरहनु हुन्छ। भोटखोला चाहिँ को बनाउँदैछु म चाहिँ आज, किनभने फुल त अब देख्न सक्दैन, हल्का देखिरहेको छ, किनभने हजुरहरू पनि आउन सक्नुहुन्छ साह्रो राम्रो पनि छैन, तर किनभने ठाउँ ठाउँमा राम्रो छ। स्वयम्भू बौद्ध धरहराहरू घुम्न गयो भने चाहिँ धेरै राम्रो छ। म चाहिँ यो चाहिँ कुन ठाउँ भन्ने चाहिँ मेडिकल कलेज नजिकैकोमा थोरै अग्लो टाढा देख्ने ठाउँमा चाहिँ म हल्का त हजुरहरूलाई मात्रै थोरै देखाउन खोजेको हो। यो चाहिँ ल हजुरहरू हेर्न सक्नुहुन्छ काठमाडौँको 1% भ्यू, 1% पनि भन्दा पनि 1% भन्दा पनि तपाईँहरूको, किनभने राम्रै छ। किनभने यहाँ चाहिँ धेरै त्यो धुवा जस्तो के भन्छ त्यो गाडी घोडाको त्यो धुवाहरूले भएर पनि, किनभने त्यति साह्रो चकिलो देख्न सकेको छैन। भिडियो लामो भएको कारणले हजुरहरूलाई चाहिँ